जे माग्यो त्यही पुरा हुने दुप्चेश्वर साउन महिनामा एकचोटि पुग्नै पर्ने महादेवको मन्दिर हो। समुद्र मन्थनबाट निस्किएको विष सेवन गरेपछि छटपटिएका भगवान शिव काठमाडौँको पशुपतिनाथ हुँदै यस स्थानमा आएर केही समय बास बसेका थिए। त्यसपछि गोसाइँगुण्डतर्फ प्रस्थान गर्नुभएको किम्वदन्ती दुप्चेश्वर महादेवसँग जोडिएको छ। पहाडको विशाल काखमा प्राकृतिक रूपमा बनेको शिवलिङ्ग न कसैले ढुङ्गाले कुदेर बनाएको न त कुनै कलाकारले आकृति दिएको। प्रकृतिले आफै सिर्जना गरेको यो अद्भुत शिवलिङ्ग आफ्नै आँखाले देख्दा एकछिन त शरीर नै सिरिङ्ग हुन्छ। किम्वदन्ती अनुसार चाहिँ ढाड कम्मर दुखेको निको हुने बाटो भनेर लेखेको रहेछ यो दुप्चेश्वर महादेवको मन्दिरमा। यहाँ चाहिँ निहुरिएर जानुपर्ने रहेछ। म त हातै टेक्न थालेँ है। मेरो ढाड एकदम दुख्छ, निको पारिदिनुहोस्। धेरैको मनोकामना पुरा हुने हुनाले अहिले यो मन्दिर निकै चर्चित हुँदै गइरहेको छ। दुप्चेश्वरमा साँचो मनले जे माग्यो त्यही पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ। साथीहरू, मन्दिरमा आउँदा यस्तो चाहिँ किन बनाउँछ कसलाई थाहा छ होला भन्नु त। अनि यो कतिवटा ढुङ्गा राख्नुपर्छ भन्नु त। कहिले कति राख्नु भएको छ। श्री दुप्चेश्वर महादेवको मन्दिर कहाँ छ त भनेर हेर्दाखेरि त्यहाँ माथि देखिन्न त। त्यो ध्वजा पतङ्ग देखिएको ठाउँमा पुरै ढुङ्गा हेर्दै यो ढुङ्गा पछाडिबाट माथि गएर त्यहाँबाट यो फेरि ढुङ्गा पछाडिबाट उता निस्केर यो मुनि बाहिर निस्किने बाटो रहेछ। मुनि निस्केपछि चाहिँ यतापट्टिबाट तल। सन्तान नभएका दम्पतिहरू यहाँ सन्तान प्राप्तिको कामना लिएर आउँछन्। बोली नफुटेका बालबालिकाको बोली खुल्ने विश्वास पनि गरिन्छ। थारा गाई भैँसी ब्याउन भन्ने कामना गर्दै भक्तजनहरूले पशु चौपायाको दाम्लो समेत चढाउने गरेका छन्। दुप्चेश्वर महादेवको मन्दिरमा चाहिँ एउटा अखण्ड दीप रहेछ। अखण्ड दीप भनेको ननिम्ने दियो। यो भित्र चाहिँ यहाँ सानो पालबाट देखिएको छ, ठुलो दियो छ यहाँ। आखिर यति धेरै आस्था र विश्वास जोडिएको दुप्चेश्वर महादेवको उत्पत्ति कसरी भयो त? दुप्चेश्वर महादेवको मन्दिरको उत्पत्तिसँग सम्बन्धित विभिन्न पौराणिक कथा तथा जनश्रुतिहरू प्रचलित छन्। तर दुप्चेश्वरको उत्पत्तिसँग जोडिएको सबैभन्दा प्रसिद्ध कथा भने एक स्थानीय बासु तामाङ र उनको दुहुनु गाईसँग सम्बन्धित छ। जनश्रुति अनुसार बासु तामाङको एउटा दुहुनु गाई गोठबाट हराएको थियो। धेरै खोज्दा पनि गाई नभेटिएपछि एक रात उनको सपनामा एक जोगी देखा परे। ती जोगीले गाई रहेको स्थानबारे जानकारी दिए। भोलिपल्ट गाउँलेहरू जम्मा भएर ठाडो र कठिन पहरामा लट्ठाको सहायताले चढ्दै उक्त स्थानमा पुगे। त्यहाँ पुग्दा उनीहरूले अचम्मको दृश्य देखे। हराएको गाईले एउटा विशाल प्राकृतिक शिलामाथि उभिएको थियो। गाईले आफ्नो चारवटै थुनबाट त्यही शिलामाथि दुध बगाइरहेको थियो। त्यो दिन धान्य पूर्णिमा परेको थियो। गाउँलेहरूले उक्त शिलालाई भगवान महादेवको स्वरूप मानेर पूजा आराधना गर्न थाले। गाईले दुध चढाएको स्थान भएकोले सुरुमा यसलाई दुग्धेश्वर अथवा दुधेश्वर महादेव भनियो। पछि समयसँगै दुधेश्वर अपभ्रंश हुँदै दुप्चेश्वर नाम रहन गएको जनविश्वास रहेको छ। आज पनि यहाँ भक्तजनहरूले गाईको दुध चढाउने गर्छन्। पशु चौपायाको रक्षा, वृद्धि र राम्रो उत्पादनको कामना गर्दै दाम्लो अर्पण गर्ने परम्परा पनि कायम रहेको छ। अब चाहिँ मन्दिर आइपुग्न लाग्यो जस्तो लाग्यो। माथिबाट पानीहरू चुइराख, कत्रो ठुल्ठुला ढुङ्गाहरू। साउनको मेलामा आउँदाखेरि चाहिँ एकदम ठुलो यस्तै गरी पानीहरू चुइरहन्छ अरे माथिबाट। कस्तो लागिरहेको हुन्छ? मन्दिरको लाइन यहाँबाट चाहिँ सुरु भयो जस्तो छ। सिडीहरूको एकदम राम्रो व्यवस्थापन छ। फिलिङ फ्रेस। अब चाहिँ लाइन सुरु हो। यो बान्नुको कारण चाहिँ के होला है? घन्टीहरू चढाउनु भएको रहेछ टन्नै, सानोदेखि लिएर ठुलोसम्म। भर्याङबाट लाइन लगाएर यहाँ आइपुगेको होइन। हामी चाहिँ अब यो माथि मन्दिर घुमेर यो ढुङ्गाको पछाडिबाट घुमेर यहाँ निस्केर अनि यो मुन्नीबाट जाने। बडो राम्रो रहेछ बाटो। अनि उतापट्टिबाट निस्किने यो बाटोको मुनि। विशाल पहाडको बिचमा अवस्थित प्राकृतिक शिवलिङ्ग
तल निरन्तर बगिरहेको खोलाको आवाज, चारैतिर देखिने अग्ला हरियाली पहाड र शीतल वातावरणले दुप्चेश्वरलाई अझै अलौकिक बनाएको छ। फोटो र भिडियोमा जति सुन्दर देखिन्छ, वास्तविकतामा यो स्थान त्योभन्दा धेरै भव्य, विशाल र शक्तिशाली अनुभूति दिने रहेछ। महादेवको मन्दिर माथि यसको मुनिबाट निस्किने बाटो चिप्लो रहेछ। बाटो चिप्लो छ। अघि हामी आएको बाटो चाहिँ यो बाटोबाट आएर त्यहाँबाट माथि मेन मन्दिर गएर मेन मन्दिरको मुनिबाट आयौँ हामी। पहिले भौगोलिक रूपमा यहाँ पुग्न निकै कठिन थियो, तर अहिले भक्तजनहरूको सुविधाको लागि व्यवस्थित भर्याङ, छानो र रेलिङको व्यवस्था गरिएको छ। काठमाडौँबाट करिब 70 किलोमिटरको दूरीमा रहेको दुप्चेश्वर महादेवको मन्दिर नुवाकोट जिल्ला सदरमुकामदेखि करिब 35 किलोमिटर पूर्वतर्फ अवस्थित छ। दुप्चेश्वर महादेवलाई पशुपतिनाथको दोस्रो स्वरूप समेत मान्ने गरिन्छ। बर्खाको बेलामा त ठिकै हुने रहेछ, पानी पऱ्यो भने। बर्खा बेला त त्यहीँनिर अघि हामी आएको बाटोमा पनि पानी परेर पुरै भिज्दै आउँछौँ। हिन्दू धर्मावलम्बीहरूले साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने पवित्र महिनाको रूपमा लिने गर्दछन्। त्यसैले साउन महिनाभर, विशेष गरी सोमबारको दिन दुप्चेश्वरमा भक्तजनहरूको ठुलो भिड लाग्ने गर्दछ। टाढा टाढाबाट मानिसहरू आफ्नो इच्छा, दुःख र मनोकामना लिएर यहाँ आउने गर्दछन्। विशाल पहाडको काखमा अवस्थित दुप्चेश्वर केवल एउटा मन्दिर मात्र होइन, यो आस्था, विश्वास, इतिहास र प्रकृतिको अद्भुत सङ्गम पनि हो। फर्किँदाखेरिको बाटो पनि त्यत्तिकै रमाइलो र धार्मिक रहेको छ। सानो बाटो छ, पहरामा सानो बाटो यति बलियो बनाएको रहेछ धन्न, तर चिप्लो चाहिँ छ है। बर्खाको बेलामा त यहाँबाट पुरै पानी जुइरहेको हुन्छ, छाता लिएरै आउनुपर्ने हुन्छ। पानी नपर्दाखेरि पनि पहराबाट रसाइरहेको हुन्छ। कति राम्रो रुखाएको यत्रो चट्टानमा। यदि तपाईँ भगवान शिवप्रति आस्था राख्नुहुन्छ र प्रकृतिको अनुपम सौन्दर्य नजिकबाट अनुभव गर्न चाहनुहुन्छ भने जीवनमा कम्तीमा एक पटक दुप्चेश्वर महादेवको दर्शन अवश्य गर्नुहोस्।